सर रुनु भयो है सर रुनु भयो बर्थडेमा त नरुनु है Mistyring garden. Mira भनेको अफिसियल हो यहाँ सब पुस्ने Custom Max, oi. Rena ल हजार भएन है गिफ्ट दिने मान्छे म्युजिक स्टार्ट गर्नु न भाइको के छ मैले त रिसेन्टली म पनि गिफ्ट दिइहाल्छु भयो Sharing.
नलुक्नु नलुक्नु सबैको आउँछ मेरोमा त होइन उतै लगिदिँदा हुन्थ्यो र हामी त हेल्प गरी मागी पो हाल्छौँ है बिचरा मान्नुहुन्छ होइन सघाउनु छैन क्यामेराम्यान पनि पुरा लगिदिनु न यत्तिको हुनु पर्यो भन्ने बित्तिकै हेलो Happy birthday to you. Today is birthday of both of them. He is his father. थोरै खानु न थोरै खानु छ मैले साथी खुवाउनु भएको छैन खुवाउनु न यसै ल खिच्नु होइन भिडियो बनाइदिन्छु गर्नु पर्छ
फागुन नपर्दै थोरै खानु नानीलाई उन्नी दिनु न नानीलाई उन्नी मात्रै नानीलाई उन्नी टिका लगा टिका टुडेस प्रोग्राम यो चाहिँ प्युर चाँचेको मासु हो उहाँ चाहिँ पुरा के भन्यो एउटा साधु हुनुहुन्छ मासु खानुहुन्न यस कारण नक्कल अरे हो ओके सप्लाई सर्भिस इज भेरी गुड मनिका मिसलाई नाम बस्दिन्छु ल म होइन अब सबैजना नि एकैचोटि अनि म कति जाने हो र खुवाइदिनु अरे लु छिटो मम्मी खुवाइदिनु म एक्लै जाने जस्तो नि यत्रो ठुल्ठुलो छ चिच्ची गरे पनि लिम्बू कटाइ छ मासु पनि लिम्बू कटाइ छ गाइजहरू हेर्नुहोस् म लिम्बू मलाई कति डोमिनेट गर्ने कुरा नि अनि लिम्बू कटाइ छ त अनि यो त सरको लिम्बू नि आउँदैछ थाहा छैन ला पोलो तातो पो यहाँ पर छ यो यहाँभित्र के गर्दैछ खाना खाँदैछ अलि यताबाट खिच्नु न आज कसको बर्थडे हो कसको बर्थडे आज बर्थडे वाइको हालत त्यस्तो छ हेर्नुहोस् आजको बर्थडे खतरा भयो अरे कुरा भयो है लाइफ फर्स्ट टाइम जिन्दगीमा पहिलोचोटि यस्तो पार्टी मनाइयो बुझ्नुभयो कुरो यो भिडियोलाई लाइक गर्नु होला कमेन्ट गर्नु होला कस्तो लागिरहेछ है उहाँ चाहिँ साह्रै बिजी मान्छे हुनुहुन्छ त्यसैले उहाँको कारणले नै आज हामी कार्यक्रमलाई पनि छिटो छिटो समापन गरेका छौँ बर्थडे कार्यक्रमलाई उहाँको चाहिँ पति परमेश्वर हुनुहुन्छ यो भिडियो देख्नु भने मलाई नमार्नु होला हेलो हेलो मिस लुक हियर हेलो मिस लुक हियर सी इज अ भेरी एक्सप्रेसिभ पर्सन देखाओ सब कुछ देखाओ जो तुम दिखाना चाहते हो दिखाओ तुम्हारा टैलेंट दिखाओ तुम्हारा हासो दिखाओ तुम्हारा स्माइल दिखाओ सब कुछ थैंक यू हजुरलाई यहाँ चाहिँ यो चाहिँ आफै लिनु होला भन्नु चाहिँ म सक्दिनँ हस् तपाईहरुलाई अरु के चाहियो भन्ने मलाई भन्नु होला हस् कति हो एक प्लेटको यो चाहिँ धेरै हैन 1000 रुपैयाँ उहाँहरू चाहिँ पुरा जङ्गलमा हिँडेर जानु होला आँट्नु भइरहेछ त्यही भएर डर लागेर